नभए भिजन बनिँदैन है। देशका नदी नाला बेचेर देशमा समान सन्धि सम्झौता गरेर एमसीसी जस्ता तपाईँको चाहिँ देशका जलाधार सबै बेचेर विदेशी सेनाको बुट बजार्ने खालको सन्धिहरू गरेर अलिकति पैसा लिएर देश बनाउँछु बचाउँछु भन्ने खालको मान्छेहरूको त्यो भिजन होइन, त्यो भ्रम हो। त्यो भ्रमको पछि खबरदार तपाईँहरू नलाग्नु होला। म सबैजनालाई भन्न चाहन्छु, यो देशको माया लाग्छ तपाईँलाई? यदि यो देशको माया लाग्छ भने यो देशको माया लाग्ने मान्छेले सही मान्छेलाई भोट पनि दिन सक्नुपर्छ। यहाँ चाहिँ लाग्छ भन्ने अनि भरे भोट चाहिँ जथाभावी फालिदिनु भयो भने हुँदैन त्यो है। मुखले माया गर्छु भनेर हुन्छ र है? जडेले बुढीलाई आई लभ यु भन्छ नि मातेर गएर, होइन? हो कि न भन्नु न? भएभरको घरको खर्च चाहिँ सबै सिद्ध्याउँछ रक्सी खाएर, अनि यसलाई आई लभ यु बुढी भन्छ भन्दैन? लभ नै गर्ने भनेदेखि त त्यसरी रक्सी खाएर पैसा सिद्ध्याउनु हुँदैन नि त, होइन र? है, लुगाफाटा किनिदिनु पर्छ होला, के गर्नुपर्छ होला, सजन भएर बस्नुपर्छ होला नि। त्यस्तै खालको जडियाले माया गर्छु नेपाललाई भने बुढीलाई भने जस्तो हावामा मुखले मात्रै माया गर्छु नभन्नु होला, छातीमा हात राखेर भन्नु, साथमा साक्षी राखेर तपाईँलाई यो देशको माया लाग्छ। यदि माया लाग्छ भने लोकतन्त्रमा दिएको सबैभन्दा ठुलो अधिकार मताधिकार यसपालि तपाईँले चाहिँ नि सही मान्छेलाई र सही दललाई तपाईँहरूले सही चुनाव चिन्हमा हाल्नुहोस्। देश बेचेर खाने मान्छेहरूको पछाडि हामी लागेको कारणले होइन, उनीहरूले उता बेचेर खाइराख्छ, अलिअलि यसो हालिदिन्छ, अनि त्यसले गर्दाखेरि पेट पालेको कारणले मैले भने प्राकृतिक रूपमा चाहिँ नि सम्पदाले भरिएको देशमा है, नम्बर 1 धनी हुनुपर्ने देशमा हामी गरिब भएर चाहिँ नि विदेशीको टोइलेट सफा गर्न नगइकन 2 छाक खान सक्ने स्थितिमा हामी रहेका छौँ। हाम्रो चेत खुल्नुपर्छ आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हाम्रो चेत खुल्नुपर्छ। म सबैजनालाई त्यो भन्न चाहन्छु, यहाँहरू सबैजनालाई म त्यो भन्न चाहन्छु। विदेशी सन्धि सम्झौताहरू गरेर विदेशीले अलिकति पैसा दिन्छ र म चाहिँ यसो होइन बाटोहरू बनाउँछु बिजुलीहरू, होइन, त्यो गलत गलत। 30 खर्बभन्दा धेरै तपाईँको चाहिँ सार्वजनिक ऋण पुग्न आँटिसक्यो, कहिले तिर्ने? कतिलाई त 1 खर्ब लेख भने पनि त्यसको पछाडि कतिवटा जिरो पनि त्यो पनि लेख्न आउँदैन होला, होइन? यति धेरै पैसा चाहिँ विदेशी ऋण लिएर हामी चलिरहेका छौँ। जसरी हामीले छिमेकीबाट ऋण लिएर तपाईँको चल्नु थाल्यो भने भोलिको दिनमा आफ्नो घर घरेरी लिलाम गरेर टाप दिनुपर्छ, त्यसरी नै भोलिको दिनमा हाम्रो देश गुम्ने स्थिति नआओस् भनेर हामीले श्रम संस्कृतिमा यहाँहरूलाई बोलाइराखेको कुरा, श्रम संस्कृतिले त्यो भन्न खोजेको कुरामा जानकारी गराउन चाहन्छु। अल्छी लाग्यो?